हेलो गुड मर्निङ नमस्ते स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। अहिले चाहिँ 5 बज्यो। आइया म चाहिँ भर्खर उठेको अनि यो कुखुराको ढोका चाहिँ चाँडै खोलिदिनुपर्छ कि किन चाँडै खोलिदिन्छ। आज अघिसम्म पानी परिरहेको अनि त्यही भएर खोलेको। यो बाफिन्छ क्या कुखुराहरू अनि त्यही भएर चाँडो खोलिदिनुपर्छ। अब म चाहिँ धन्दा गर्न गएको। धन्दा गर्नु पर्यो, झाडु पोछा लगाउनु पर्यो। कुखुराको ढोका त हावाले होला खुल्लै रहेछ। म त अन्डा सक्काइ होला भनेको। अब चाहिँ म झाडु पोछा गर्छु साथीहरू। पहिला सुरुमा आज फेरि बिहान यति टाउको दुखेको छैन मेरो। मैले चाहिँ भित्र बाहिर सबै झाडु पोछा गरिसकेँ। यतापट्टि हाम्रो रुम हो, बाबु सुत्दैछ। यतापट्टि मम्मीको रुम अनि यता चाहिँ धानहरू राख्ने स्टोर रुम हो यतापट्टि चाहिँ। अनि यतापट्टि चाहिँ किचन हो। सबै पोछा लगाइसकेँ मैले चाहिँ। अब म चाहिँ बाबु नउठ्दै घाँस काट्न जान्छु। म चाहिँ अब घाँस काट्न हिँडेको। बाबु नउठ्दै काटेर आइहाल्नु पऱ्यो कि आज मम्मी घर हुनुहुन्न नि त। अनि त्यही भएर अहिले बाबु उठेपछि जानु पाउँदैन। त्यही भएर म चाहिँ पहिला घाँस काट्छु। अहिले झाडु पोछा मात्रै गरेछ। अनि धन्दा चाहिँ बिस्तारै अझ बाख्रा सार्नु छ, कुखुराहरूलाई दाना पानी गर्नु छ, कुडो पानी गर्नु छ। त्यो चाहिँ अहिले बाबुसँग गर्दा नि हुन्छ नि त। अब बाबुलाई त घाँस काट्न ल्याउनु मिल्दैन। अनि त्यही भएर म चाहिँ पहिला घाँस काट्छु। जमुना है झरेर कस्तो भएछ, कसले खाने यस्तो टन्न खोलेछ। म चाहिँ घाँस यहीँ काट्छु। बाबु उठ्यो भने सुन्छ नि त, रोएको थाहा पाउँछ नि त। अनि त्यही भएर म चाहिँ घाँस यहीँ काट्छु। अब कहाँबाट पो चढौँ होला माथि। कति धेरै जमुना पाकेछ, कसले खाने खोइ। आफूलाई मन पर्दैन। मैले चाहिँ घाँसबारी लगाइसकेँ। यति घाँस काट्नलाई यति मुस्किल भयो मलाई। टाउको दुखेर रिङ्गाटो लाग्यो। मलाई चाहिँ प्रायः गर्मी महिनामा यस्तै हुन्छ क्या।
अब म चाहिँ घर जान्छु। घर गएर नि फेरि धन्दा गर्नु छ। बाख्रा सार, कुखुरालाई दाना पानी गर, कुडो पानी गर। अब म चाहिँ घर जान लाग्यो। यस्तो टाउको दुखिरहेछ, यति रिङ्गटा लागिरहेछ नि। आहा बन्द गरेर सुतिरहँ जस्तो भएको छ, तर के गर्नु। 6:30 भइसक्यो। घाँस पनि फेरि चिसै छ कि, अघिसम्म पानी परिरहेको नि त, बिहानसम्म सिधै तोरेर चिलो छ है। आइज बाहिर जा। यस्तो टाउको दुखेछ नि, मोर्नु भएको छ हौ बिहान बिहान चाहिँ। हिँड बाहिर हिँड। यस्तो रुगा लागेको तँलाई चाहिँ। अब खोर सफा गर्नुपर्छ। बाख्रा सारेर भ्यायो। अब कुखुरालाई दाना पानी गर्नु। मेरो छोरो पनि उठ्यो। अहिले चाहिँ 7 बज्न लाग्यो। दिन चाहिँ यस्तो भइरहेछ। हेर्दा यहाँ गुवा हगेर लत्तर पत्तर गरेर गइछ त्यसले। त्यही भएर पो भुलेको रहेछ त। मैले चाहिँ सबै धन्दा भ्याएँ। आगो फुकेर, कुँडो तताएर, बाख्रालाई कुँडो चुँडो दिएँ, कुखुरालाई दाना पानी पनि दिएँ। यहाँ चाहिँ कुखुरा गोठालो छ। कुखुरा चराउँदैछ कुखुरा गोठालोहरूले। आऊ यता आऊ। यो चाहिँ ठुलो कुखुराहरू हो। ऊ कस्तो गर्छ। अहिले चाहिँ हाम्रो कुखुराहरू अलिक धेरै छैन। अस्ति नै त कति धेरै थियो, 60-70वटा थियो। अहिले चाहिँ धेरै छैन भन्दा पनि उता माथि यिनीहरू 20वटा छ। यिनीहरूको थरको 20वटा छ। अनि यता यिनीहरू 9वटा छ। अनि यिनीहरू 13, 14, 15वटा छ। लगभग कतिवटा भयो? 20, 30, 40, 45, 46वटाहरू रहेछ अझै पनि। के हो होइन? लगभग 35वटा जति, 45वटा रहेछ। अस्तितिर त यति धेरै थियो नि, 60, 70, 75वटा थियो क्या अस्ति नै। पुरै हरियो मकैहरू पनि पाक्न लागिसक्यो अब त। पहिला छरेकोहरू त यहाँबाट माथि चाहिँ हाम्रो हो। म चाहिँ पानी भर्न हिँडेको। अहिले चाहिँ असार भयो नि, हाम्रोतिर चाहिँ कामको अलि हतार छैन कि, त्यही घाँस काट्ने मात्र हो। अनि हतार छैन भन्दा पनि खेत हुनेहरूलाई त हतार छ। हाम्रो त खेत छैन नि त। अनि हाम्रो त बारी मात्रै हो। अनि कोदो चाहिँ साउनको आधामा रोप्छ कि। अनि बिउ पनि राखिसक्यो। अनि अरू काम त छैन नि त अहिले त। त्यही घाँस काट्ने अनि अलिअलि अरू कामहरू हो नि त। अनि त्यही भएर म चाहिँ पानी भर्न हिँडेको। अहिले चाहिँ पँधेरामा पनि मूल बढेर पानी ओभरफुल भएर बाहिर निस्किन्छ। हिउँदमा चाहिँ कति पानी पुर्याउन दउ हुन्छ। अहिले चाहिँ
यताबाट पनि पानी, यताबाट पनि पानी निस्किन्छ। अनि हाम्रो पानीको मूल चाहिँ यही छ, यहाँ माथिनिर। यो आँपको रुख चाहिँ उता यत्रो ठुलो ठुलो आँप छ, तर टिप्न सकिँदैन। अब म चाहिँ यहाँ माथि भर्न थालेको पाइप निकालेर। यो गर्मीको बेलामा चाहिँ मलाई लास्टै गाह्रो हुन्छ क्या, अलिकति निन्द्रा पुगेन भने पनि टाउको दुखेर मर्नुहुन्छ। फेरि गाडीतिर हिँड्यो भने झन् यति दुख्छ ममा कस्तो हुन्छ। बाहिरतिर कहीँ हिँड्नै हुन्न, अलिकति गर्मी भयो कि टाउको दुखिहाल्छ क्या। टाउको फेरि यति नराम्रो तरिकाले दुख्छ मेरो टाउको, पुरै नगर। त्यही भएर मेरो लागि चाहिँ गर्मीको महिनाभन्दा जाडोको महिनै ठिक। जाडोको महिना त न्यानो न्यानो लुगा लाएर हिँड्न त पाइन्छ, होइन भने त केही हुन्न नि। गर्मी त आमामा धन्न बाहिर हिँड्नुपर्छ, झन् यस्तो बिजोग हुन्छ। नानी आमाहरू झन् लास्टै बिजोग, नानीको सम्हाल्ने कि आफू सम्हाल्ने कि। त्यही भएर सकेसम्म गर्मीको बेलामा चाहिँ बाहिरतिर हिँड्न नपरे पनि हुन्छ जस्तो लाग्छ मलाई त। यहाँ आउनु त, तपाईँलाई एउटा काम लगाउनु पर्यो। मेरो पानी चाहिँ भरिसक्यो, त्यहाँबाट नानी आउनु भएको छ। स्कुलबाट आउनु भएको हो? तपाईँलाई एउटा काम लगाउनु पर्यो कि। 6 बजिसक्यो, घाम यस्तो लाग्दैछ। लाग्दैछ 6 बजी, अनि 7 बजे त रात परिहाल्छ। म चाहिँ घाँस काट्न हिँडेको भोलिको लागि, भोलि बिहानको लागि। बिहान पनि काटेको हो काट्नु त, तर अब भोलि बिहानको लागि काट्न हिँडेको। यहाँ चाहिँ हाम्रो काँक्राको झाल छ। हाम्रो काँक्रा चाहिँ फल्न थालेछ अब। म चाहिँ मकैबारीतिर लागेको अब घाँस काट्न। हिजो पनि बेलुकातिर आएको, दिउँसो त घामले सक्दैन, अनि काट्दै गर्छ सुक्दै गर्छ। यस्तो चल्ती घाम लाग्छ असार साउनको बेलामा पनि। के गर्नु र, सर्प त हाँसीमा पो झुन्डिरहेछ, हरियो सर्प त। बेलुका पक्क आएको थियो कि, अब बेलुका चाहिँ फेरि मच्छरले टोकेर घेर्नु। 6 बजिसक्यो, म चाहिँ अब छिटो घाँस काट्छु, किनभने अब एकैछिनमा फेरि रात परिहाल्छ। अनि 6 बजिसक्यो, घाम यस्तै लागिरहेछ अझै पनि। अहिले पनि बल्ल बादलले छेक्यो, नभए त टललललल लागिन्छ हौ रात नपरेसम्म। अब फेरि यहाँ बारीमा एकछिन बस्नुहुन्न, मच्छरले टोकेर। अब म चाहिँ घाँस काट्छु, घाँस काटेर जानुपर्ने छ। यस्तो लागिरह्यो, टललललल घाम लागिरहन्छ हौ 6 बजीसम्म।
म चाहिँ घाँस काटेर भारी पनि लगाइसकेँ। अब घर जानु पर्छ, रात पर्न लाग्यो। बारीमा धेरै बस्यो भने फेरि सतुरहरू आउँछ रगत चुस्नुमा। म चाहिँ अब घरतिर लागेको, अब साँझ भइसक्यो। साँझ परेपछि यो बारीमा बस्यो भने सतुरहरू आउँछ रगत चुस्नलाई। त्यही भएर घर गइहाल्नुपर्छ। अब घर गएर फेरि बेलुकाको धन्दा गर्नु पर्यो, थुनथान गर्नु पर्यो, थानको गर्नु पर्यो। खुट्टा सबै पानीले भिजेर मक्की गइसक्यो, त्यही भएर सुकाउँदैछु। पुरा मक्की छ। ल अब खोरभित्र हिँड, जति खाना खाइहालिस्, अब खोरभित्र हिँड। खोर 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 खोर। यिनीहरूले त कटै खाइसकेको रहेनछ त। आइज खोर 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 खोर। रात परेपछि न खोरमा नबसेर यिनीहरू के भयो। अब कुँडो बसाल्नु पर्यो। धान पनि उठाउनु छ, काम पनि के हो छ। आज कुँडो पाक्दैछ। कस्तो गर्मी भएको। मैले चाहिँ धन्दा भ्याइसकेँ साथीहरू, थुनथान गरेर, अनि त्यसपछि यता उता थन्को मनको गरेर कुँडो बसालेर सबै भ्याइसकेँ। अब खाना खाँदा भाँडा माझ्दा हेर्दा 9-10 बज्छ। अहिले 7:30 भइसक्यो। अनि अब खाना खाँदा
9-10 बज्छ अनि त्यसपछि निद्रा लागिहाल्छ अनि पुर्लुक्क सुत्नु मन लाग्छ। आजको लागि चाहिँ यति नै साथीहरू। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। बाई, गुड नाइट।